Hi guys, we are going to play Color Gift Exchange game today on the occasion of Magi Sankranti. Sandy चाहिँ टिकटकमा एउटा अहिले चलिरहेको एउटा भाइरल गेम रहेछ डिफ्रेन्ट कलरको गिफ्टहरु चाहिँ चुज गरेर गेम खेल्ने र हामीले चाहिँ 10 डिफ्रेन्ट कलर्सहरु चुज गरेको छौं जुन चाहिँ अन्डर 2000 रुपैयाँमा हामीले चाहिँ 10 वटा डिफ्रेन्ट गिफ्टहरु डिफ्रेन्ट कलर्सको चाहिँ लिएर आउनु पर्ने र हामी दुईजनाले अन्डर 2000 रुपैयाँमा रहेर आफ्नो अगुलाई मन पर्छ जस्तो टाइपको गिफ्टहरु चाहिँ लिएर आएको छौं ओके सेन्डला कुन कलरको गर्नु पहिला दोकान सुरु गरे मैले ओके कुन कलर भने ब्राउन गिफ्ट रेडी पार्दा मतलब 1 2 3 गरी हामी ब्राउन कलर सुन्नु रहेछ दिदी न हातै भयो रेडी भयो ओके 1 2 3 गो मलाई भुट्नु चाहिएको थियो नि थ्यांक यू सो मच थ्यांक यू मलाई त एकदम चाहिएको थियो मलाई त चाहिन्छ चाहिएको मलाई मन चाहिँ पर्थ्यो देखि भने चाहिँ मलाई थाहा थियो वाह तपाईलाई लाग्छ है कलर माथि त्यो कलर अनि ब्राउन हुँदैछ नि अलिक ब्राउन नै हो ठिक छ ओके हैन भने कलर म भन्दिन म भनिरा नेक्स्ट Hey, good go. Wait. What are we doing? Next. एउटा कुरा भयो ओके ल तपाईले सुन्नु न त एउटा कलरमा ओके भङ्गर गर्दा पनि भयो पिंक बेबी पिंक जस्तो भयो बेबी पिंकै भने सुरुमै ल फेरि कलर भयो ओके 1 2 3 गो मेरो फेभरेट कलर मलाई भन्नु यही लिन लाग्थ्यो नि थ्यांक यू सो मच मलाई एकदमै मन पर्छ मलाई यो चाहिँ बेबी पिंक मेरो फेभरेट कलर थ्यांक यू तर यो त मेरो फेभरेट चुज हो बेबी पिंक हो र बेबी पिंक बेबी पिंक र पिंक छुट्टै छुट्टै कलर गरिदिनु र पिंक गरिदिनु नेक्स्ट न तैले भन्नु मैले ल कलर उस अलि उस के रेड 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 थाहा पाउँछ ए रेड दुईटा मेरो आज रेड मैले भेट्दैन के कस्तो के मैले भेट्दा छैन के ओके तर यता नहेर्नु के भयो 1 2 3 गो यो किसान यहाँ यो नभेटाएर है पैसा पुगेर लास्टमा किनेको गिफ्ट यो पैसा नपुगेर यो रेड यो रेड हो म कति छुट्याएँ लास्टमा पैसा नपुगेर चाहिँ किनेको नि मैले माई फेभरेट लेस एन्ड कलेज नुडल्स मस्कारा सानो किनेको नि त यो त म तलै राख्छु म राख्छु तपाईँ देखिन चाहिँ अहिले राख्छु नेक्स्ट कुन कलर जाने अब यो थन ओके येलो हेलो 1 भयो रेडी छ ओके 1 2 3 गो कस्तो राम्रो किनेको छ नि कस्तो लाग्यो एकदम राम्रो मन पर्यो साथीहरु वाउ ह्यान्डमेड हो नि त राम्रो लाग्यो केही पनि राम्रो छ त्यो मेरो नाम छैन भाइ फस्टै अब उस कलर तैँले कल गर्नु ब्ल्याक ब्ल्याकमा एउटा टिकट एक्सेप्ट गरेर फेरि अर्को ल्याएको मैले नि रेड चाहिँ यस्तो गरेँ भयो 1 2 3 गो तर यो चाहियो तर यो चाहियो ब्ल्याक फरेस्ट यो उसवाला रहेछ होइन चक्लेटवाला थ्याङ्क यू सो मच थ्याङ्क यू मलाई त मन पर्यो गिफ्ट पऱ्यो क्या तपाईँ जस्तो पऱ्यो भन्ने कुरा चाहिँ मन पर्यो मलाई तपाईँ चाहिएको कुरा चाहिँ अब भन्दै होला स्काई ब्लू ए स्काई ब्लू दिन्छ ओके 1 2 3 गो वाउ यो ढिङ्गो किन ल्याइदिएको भन्नु मैले यो कहीँ नहोला होइन मैले यो तेरो कहीँको दाँत भाँचेको थियो नि त मैले भाँचेको मैले भाँचेको पनि ल्याइदिन्छु भन्दा अन्त तातले त्यही भएर वाउ साथीहरू ब्याग किरिङ म त भाइ पनि चाहिएको छ नि कस्तो सस्तो सस्तो दाम किनेको त म त मैले हेरेको थिएँ नि त त्यही भएर हो मैले हेरेको थिएँ र थ्याङ्क यू अब मैले फेरि बरु ब्लू चाहिँ मैले कति पाइनँ थिएँ अब दिउ नि नेक्स्ट कुन दिउ कलर मैले बाँकी लगाएर अब छन् एक दुई तिनवटा आइ पहिला यहाँ गर नि अहिले कुन कलर छ त्यो दुईटा मात्र छ नि ओके ल कुन ब्लू 1 2 3 गो त्यो मन पर्दैन नि मलाई ठिकै लाग्छ मेरो के कलर थियो त नि एउटा स्याम्पू सकिँदा चाहिँ यस्तो हेरेछ जस्तै अब धेरै पैसा एफर्ट गर्न सकिनँ ए रहेछ एउटा सानो लुके रहेछ पर्पल बर्गेन्डी कलर मेरो पर्पल जस्तो छैन है 1 2 3 गो पर्पल कलर भन्दा पनि यस्तो कलर होइन हामीले गरेको हो तर यो होइन अलिकति भयो कालो चाहियो थ्याङ्क यू साथीहरू वाउ म धेरै गिफ्ट पाएँ क्या अब मेरो दुईटा छ एउटा भन लास्ट गिफ्ट है के हो ए ग्रिन चाहिँ पहिला मन पर्दैन व्हाइट है व्हाइट मैले ग्रिन भनेको होइन 1 2 3 गो खासमा मलाई मैले एकदम खान्छु नि त अनि दिलले चाहिँ खाँदैन भन्ने लाग्थ्यो अनि ग्रिन अर्को ल्याउँछु भन्नु तर मैले अझै छ कि मेरो त अझै छ ग्रिन ग्रिन करेक्ट ग्रिन कुकिज
साथीहरू म त धेरै पाएँ यो चाहिँ कस्तो आउँछ लाग्यो मलाई यो चाहिँ सेम्पल भयो आफूलाई मन पर्ने खालको खाने यो गरेको क्या मलाई मन पर्छ त अन्त अझै चाहिँ खासै खान्न अझै यो चाहिँ धेरै खाइरहेको छु अब अर्को चाहिँ दुईटा छ मेरो मलाई एउटै कलरको के अब व्हाइट होइन माथि लगाएको यो चाहिँ तँलाई एकदमै चाहिरहेको त अनि चाहिँ यो लगाउनु कि नगर्नु मिस ए अब मलाई यसो गेस गर्नु दिदी यसमा लगाउनु त्यही हो कि देखेर देखेँ त 1 2 3 गो यो चाहिँ अहिले नयाँ आएको प्याड हो साथीहरू राम्रो छ यो अनि यो चप्पल चाहिँ कस्तो लाग्यो दिदीलाई लिमिटली मन पर्दैन हाम्रो ल्याएको त्यही भएर यो कस्तो तर यो दामी लाग्यो सानी मलाई मन पर्यो वा साइज पनि मन पर्यो यसमा मैले अर्को ब्ल्याक ल्याएको थिएँ कि पछि फेरि एक्सेप्ट गरेर यो ल्याएको मैले बिहान गर्थेँ त म फेरि एकपल्ट के ल्याएको चाहिँ चप्पल ल्याएको त्यहाँ फेरि ब्ल्याक छ भन्छ नि फेरि कुन मन पर्यो राम्रो लाग्यो मलाई त मलाई सबभन्दा मन परेको चप्पलै हो किनकि मलाई चप्पल चाहिएको थियो नि त सानी मसँग एकदम धेरै चप्पल चाहिँ छ मलाई एकदम धेरै चप्पल चाहिँ छ तर मलाई मन पर्ने जस्तो चप्पल चाहिँ छैन तर मलाई एकदमै मन पर्यो अनि म भोलि सपिङ गर्न जान्छु साथीहरू यो ब्याग लिएर तर मलाई सानी सबै मन पर्यो किन भन्न किन मलाई चप्पल पनि चाहिएको थियो मैले किन्न खोजिरहेको थिएँ ब्याग पनि मलाई चाहिएको थियो तपाईँ थाहा छ यो चाहिँ मैले के अरे गुराँस के छ अरे बहिनीको खै मलाई थाहा भएन गुराँस बहिनीकोबाट अफिसियल ल गुराँस गाउँछ के छ त्यहाँबाट यो मलाई एकदमै मन पर्यो मलाई यो टेबलमा जिमेलको पछि एक दिन परेको एकदमै राम्रो लाग्यो मलाई चाहिँ सबै मन पर्ने छ नि तर किनकि यो जोइनर पनि मलाई यो सबभन्दा मन पर्ने यो जोइनर हो मलाई एकदमै मनपर्छ पिङ्कवाला अनि काँटा पनि मलाई चाहिएको थियो कायो पनि मलाई यहाँको दाँत गएको थियो त्यही पनि हराएको कायो पनि जर्का भुडको पनि मलाई एकदमै धेरै चाहिएको थियो म सानीको एउटा भुडको चाहिँ युजै नभएको भुडको मैले मैले गएर हैरान पाएको थिएँ लाग्छ मलाई भुडकै ल्याइदिएँ चक्लेटहरू त मन त पर्छ म तर म खासै चक्लेट खाने पर्सन चाहिँ होइन त्यस्तो लभरहरू चाहिँ मलाई मनपर्छ काँटा पनि अनि यो त सबभन्दा यहाँ सबै मन परेको चाहिँ के चाहिँ मन पर्यो परेन भनौँ भनेको यो अलिक कम होला यो यो होइन होइन हालमा पनि म त्यसरी रेगुलर जुडेको छ नि यो चाहिँ मलाई चक्लेट एकदम मनपर्छ यो अनि त्यस्तो चाहिँ यो लेस त मेरो भन्नै पर्दैन होइन करेन्ट एकदमै मन पर्ने तर यस्तो चाहिँ अलिक नखान कि भनेर एउटा तर यो चाहिँ धेरै खाँदैन दिदीले बिउमा पनि केही पनि नपारेको ल्याएको साथीहरू यो चाहिँ मेरो सामानहरू हो मेरो पनि छ धेरै नै मलाई मन पर्ने सामानहरू छन् धेरै मेरो यो तपाईँहरू मलाई यस्तो काँटाहरू के लभरहरू मनपर्छ यो लभर अनि यो ब्याग अनि त्यसपछि यो मेरो फेभरेट कलरको चप्पल सेम तपाईँ चाहिँ के मन पऱ्यो सबभन्दा यो चप्पल मन पर्छ चप्पल अनि यो दुइटा योवाला चाहिँ अलि हेऱ्यो यो माथिको यो चाहिँ अलिक त्यसलाई चाहिँ अब हाम्रो गेम यहीँ सकियो हाम्रो गेम यहीँ सकियो बाई बाई